नमस्कार है साथीहरू। भिडियो स्वाट्ट माथि नसार्नु होला। हजुरहरूलाई मेरो कुरा मन पर्न नि सक्छ, नपर्न नि सक्छ। सक्न त छोराले दिइहाल्छ नि, बुहारीले दिइहाल्छ नि, नातानातिनीले दिइहाल्छ नि, छोरी ज्वाइँले दिइहाल्छन् नि भनेर आफूसँग भएको कुरा सबै नसुम्पिनु होला। करोडौँ सम्पत्ति भएको बुवा आमा पनि आफ्नो सम्पत्ति जिम्मा लाएपछि दुःख पाएको हामीले धेरै देखेका छौँ होइन, देखेकै छौँ, धेरै देखेका छौँ। करोडौँ सम्पत्ति हुने बुवा आमाले पनि बुढेसकाल राम्रो नभएको देखेको छौँ। त्यही भएर यति भए पनि बचत गरौँ, अलिकति भए नि आफूसँग राखौँ, सबै जिम्मा नलाउँ। हुनेले जागिर हुनेले कमाइ हुनेले त्यही अनुसार बचत गरौँ। छैन भने पनि तरकारी किन्न जाँदा 5 रुपियाँ ल्याएर खुत्रुकेमा हालौँ। जाँगर छ भने बत्ती काटौँ, धुप बनाऊँ होइन, माला उनौँ, पोते उनौँ। यस्ता विभिन्न कामहरू पाइन्छन् अहिले बजारमा। त्यस्ता कामहरू गरौँ। अनि यति कमाउँ, यति राखौँ है। दिइहाल्छन् नि भनेर आश गर्दा धेरै बुढाबुढी बाआमाहरूको भविष्य बिग्रेको, बुढेसकाल बिग्रेको हामीले देखेकै छौँ। त्यही भएर हाम्रो चाहिँ भविष्य के होला भनेर भए पनि अलिकति राखौँ। हामी मरेपछि खाने छोराछोरीले नै हो। त्यही भए तैपनि के पर्ला भनेर थोरै भए पनि छुट्याउँ। हामीले दिनमा 10 रुपियाँ राख्यौँ भने पनि, दिनमा 10 रुपियाँ बचत गऱ्यौँ भने पनि महिना 300 हुन्छ। अनि वर्षमा कति हुन्छ? 40 वर्षमा त कति हुन्छ? अनि हामीले धेरै नसके पनि बिहान बेलुका दाल भात, दिउँसो चिया र बिस्कुट खाने त्यति पैसा बचत गरौँ। अहिले त सरकारले भत्ता दिएछ, बुढाबुढी बाआमाहरूले खान पाउनु भएको छ। भोलि हाम्रो पाला त त्यो पनि नहुन सक्छ। छोराबाले हेर्लान्, सबैले हेर्छन्, माया गर्छन्, तैपनि के गर्लान् भनेर अलिकति चाहिँ सोच, अलि परसम्मको सोचौँ। म पनि गर्छु, हजुरहरू पनि गर्नुहोला। हाम्रो बुढेसकालको लागि केही छुट्याउनुपर्छ है। तपाईँहरू पनि गर्नुहोला, म नि गर्छु। आजैदेखि सुरु गरौँ, अहिलेदेखि सुरु गरौँ। 40 वर्षको लागि हामी सोचौँ आजैबाट है त।